आज मेरो बाबुले केकलाई यस्तो हालत बनायो कि के भयो त? अन्तिमसम्म हेरेर साथ दिनु होला है। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज बिहानको काम सकेपछि म पानी ल्याउन गएँ। पानी त घरै आउँछ, तर बर्खा लागे लगत्तै धमिलो आउन सुरु गर्छ के। यहाँको पानी मूलको पानी हो नि त, त्यही भएर मिठो हुन्छ यो पानी। अनि के साथीहरू, मैले लाज पचाएँ मैले लाज। पचाउन नि पर्दो रहेछ के। आफूले केही गर्छु केही बन्छु भनेर आँटिसकेपछि अरूले के सोच्लान् के भन्लान् भनेर सोच्नु हुँदो रहेनछ। अस्ति त मलाई लाज लाग्थ्यो क्या, भिडियो बनाउँदा कसैले देख्छन् कि भनेर। आफू सही बाटोमा हिँड्नु पर्यो, अरूले जेसुकै भनुन् मतलब भएन। पानी लिएर घर पुग्दाखेरि बाबु उठेर बसेको। मम्मी पार्कमा जाऊँ न भनेपछि बाबुले लिएर गएँ। धेरै दिनपछि भएको थियो पार्कमा नलगेको बाबुलाई। एकछिन खेलाएर घर फर्किएँ। बाटोमा मम्मी केक खान्छु न भनेको, पर्दैन बाबु खाने होइन भनेको त नभई भएन। अनि बच्चाले जिद्दी गरेपछि त ल्याइदिनै पर्यो। बाटोभरि केकको डिब्बा हल्लाउँदै ल्याउँदा घर पुगेपछि त केकको हालत यस्तो। मम्मी हेर्नु त केक त बिग्रिएछ बन। अनि प्लेट लिएर बाहिर खाना बस्यो, मलाई नि खुवाइदियो। आजलाई यति नै, बाई बाई।